हेलो साथीहरु नमस्ते वेलकम टु अरविन्स मिनी ब्लगमा। आज चाहिँ म नेपाली टोपी लगाएर जापानको भ्रमण गर्दैछु हैन। अब जापानिजहरुको रियाक्सन कस्तो आउँछ भन्ने कुराहरु चाहिँ मैले तपाईलाई प्रत्यक्ष रूपमा देखाउन नसके पनि जापानिज बुढी मान्छेहरुले चाहिँ एकदम बुढा मान्छेहरुले चाहिँ कस्तो यो के हो भनेर हेरिरहेथे के हैन। टोपी लगाएर हिँडिराख्दाखेरि चाहिँ पछाडिबाट अगाडिबाट अनि हामी चाहिँ घुम्ने क्रममा चाहिँ माछाहरु पालिएको ठाउँमा पुग्यो। एकदम दामी थियो हैन। त्यो ठाउँ चाहिँ ठुलो माछाहरु थियो अनि हामी सँगसँगै आइरहेको थियो के माछा चाहिँ हैन। अनि हामी चाहिँ यसै क्रममा चाहिँ अगाडि बढ्दै थियौं, घुम्दै थियौं, रमणीय दृश्यको साथमा होलिडे मनाउँदै थियौं। अनि कुन चाहिँ मैया रहेछ यो जस्तो लागिरहेको थियो। यसो हेरे हैन, मैले भिडियो पनि यसो लुकी खिचे। अनि यस्तो दामी विकास हेर्नुस् न, आकाशी पुलको अवस्था आम्मम है, कहाँबाट कहाँ निस्किने के आकाशी पुल फेरि बबाल थियो। अनि त्यो पार्कमा चाहिँ यस्तो दामी गार्डनहरु थियो क्या हैन। मलाई एकदम दामी लागिरहेको थियो त्यो गार्डन हैन। त्यहाँ चाहिँ परेवाहरु पनि आउँदै रहेछ, दामी परेवाहरु। अनि हामीले केही भिडियो सुटहरु गर्यौं अनि दामी भिडियोहरु टिकटकमा हामीले पोस्ट गर्यौं। अनि त्यसपछि हाम्रो त्यो दिन सकियो, होलिडे पनि सकियो भन्दै हामी फर्कियौं। जापानमा चाहिँ बिदाको समयलाई सदुपयोग गर्नुपर्छ जस्तो लाग्छ, किनभने इरिटेट हुन्छ नि त कामको बेलामा, त्यही भएर।